सो गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल है। सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु है। सो आज धेरै दिनपछिको मैले भ्लग बनाउँदैछु होइन। सो भ्लग चाहिँ के छ कसो छ भन्दाखेरि तपाईँहरूलाई थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला होइन। सो अहिले चाहिँ बजेको छ बिहानको 6:30। हामीले भेट्ने भनेको त्यहाँ बुढा नीलकण्ठ अनि 8:30 बजे पुग्नु भनेको छ सबैजनाले। अनि अब म चाहिँ हिँड्छु, अब यहाँबाट अलिक टाढै छ अनि बस पाउने हो पाउने होइन। बिहान 6:30 पाउँछ होला होइन। आज फेरि शनिबार पनि भएर होला, अहिले बस कमै पाउँछ। सो अनि म चाहिँ अब निस्किनु लागेको अब। सो गाइज म यहाँ के अरे कालबुलबाट चाहिँ माथि लाग्छौँ होइन। कालबुलबाट माथि गोपी कृष्ण हलतिर लाग्छौँ, माथि रिङ रोड पुग्छौँ। त्यो पुग्नेर अनि त्यहाँबाट चाहिँ हामी लेफ्ट लागेर सिधै अगाडि रिङ रोडतिर जान्छौँ। अनि रिङ रोडबाट अगाडि त्योमा भाटबटेनबाट माथि। ओके गाइज म चाहिँ यहाँ के अरे बुढा नीलकण्ठ आइसकेँ होइन। केटाहरू चाहिँ आएको छैन, अझै 30-35 मिनट लाग्छ भन्दैछन् होइन। अनि अब हेरौँ कतिखेर आउँछ। लास्टै बोर लागिसक्यो यार, म चाहिँ आधी घन्टा जति पर्खिसक्यो, केटाहरू कोही पनि आउँदैन यार। झन् हिजो छिटो आऊ भनेको, म चाहिँ इन ड्राइभमा आएको होइन। सो त्यही भएर अलिक छिटो पुगेँ। केटाहरू चाहिँ अब बसमा आउँदै होला, अब तिनीहरू आयो भने भेटौँला है त साथीहरू। ल ओके गाइज, अहिले चाहिँ हामी चाहिँ ट्याक्क यहाँ भेटिसक्यौँ होइन बुढा नीलकण्ठ। यिनीहरू चाहिँ लगभग 1.5 घन्टा पछि आयो, म चाहिँ 1.5 घन्टा अगाडि नै आइसकेको थिएँ। यिनीहरूको प्लान चाहिँ के थियो भन्दामा टाइमभन्दा अगाडि आउन कसले भनेको थियो होइन। पहिला चाहिँ यिनीहरूले चाहिँ 8 बजे भनेको थियो होइन। 8 बजे पुग्नु, अलिक ढिलै बढी ढिलै भयो भने चाहिँ 8:30 बजे पुग्नु भनेको थियो। यिनीहरू चाहिँ 8:35मा पुग्यो होइन। अनि म चाहिँ 8 बजे पुगेको थिएँ। सो गाइज अहिले चाहिँ हामी ट्याक्क मन्दिरभन्दा माथि गइसक्यौँ। यो उकालो चढ्दैछौँ, अगाडि 4 जना केटाहरू छ, म यहाँ पछाडि छु। लास्ट गर्मी भइसक्यो मलाई चाहिँ। ओके गाइज हामी चाहिँ यहाँ खाजा पाउँछ कि भनेर सोधेको, खाना पाउँछ कि के अरे खाजा पाउँछ कि भनेर सोध्नु बसेको होइन। पाउँछ भने चाहिँ हामी यहाँ खाएर जाने, नत्र चाहिँ हामी माथि नै जानु पर्ला होइन। लास्ट गर्मी भइसक्यो मलाई चाहिँ। आनन्द यहाँ बसेको छ अनि उता सन्दीप यहाँ सितेशलाई गाह्रो भइरहेर भोक लागेर। सो गाइज अहिले चाहिँ हामी यहाँ खानालाई बसेको है। ओके गाइज अहिले चाहिँ हामी यहाँ के अरे शिवपुरीको के अरे हाइकिङ स्टार्ट हुन आँट्यो होइन। लास्टै गर्मी भइसक्यो, हामीले चाहिँ त्यहाँ 2-4 ठाउँमा चाहिँ रेस्ट गऱ्यौँ। अझै भर्खर स्टार्ट भएको छ हाम्रो चाहिँ। अब हुनेछ हाम्रो 2-3 घन्टाको हाइक। अनि केटाहरू चाहिँ अगाडि छ, अहिले म यहाँ पछाडि छु, यहीँ नजिकै सँगसँगै। तर आजको मौसम अलि पानी नपर्देको भए चाहिँ हुने होइन। पानी चाहिँ अहिलेसम्म पर्दा त परेको छैन, अनि घाम पनि नलागिदिएको भने चाहिँ यत्तिकै बादल लागेर शीतल भयो भने चाहिँ दामी हुन्छ। तर लास्टै थकाइ लागिसक्यो मलाई चाहिँ। ओके गाइज हाम्रो चाहिँ यहाँबाट स्टार्ट हुन्छ होइन। अब चाहिँ यहाँ शिवपुरी हाइकिङ अगाडि गेट छ होइन। यहाँ चाहिँ अलिक चेकिङ हुन्छ कि जस्तो लाग्यो होइन। गाइज अहिले चाहिँ हामी यहाँ के अरे टिकट लिएर होइन चेक गरेर सबै चेकिङ गरेर चाहिँ हामी यहाँबाट भित्र छिरिसक्यौँ होइन। ऊ चाहिँ यहाँनिर चाहिँ चेक पोस्ट हो होइन। अनि यहाँ चाहिँ छ हाम्रो सबै यो के लिएको भनेर चाहिँ यहाँ हुन्छ होइन। हामीले सामान के लियो भनेर यहाँ हुन्छ। अनि यो चाहिँ हाम्रो टिकट हुन्छ होइन। अनि यो चाहिँ हाम्रो सामान, पछि यो चाहिँ खाएको सबै प्लास्टिकहरू चाहिँ यहाँ ल्याउनुपर्छ अनि चेक गर्नुपर्ने हुन्छ अरे। अनि कति बजीदेखि कति बजीसम्म मात्र अरे, 6 बजेसम्म मात्र अरे। 6 बजेभित्र चाहिँ यहाँ हामीले यहाँ पुगिसक्नु पर्ने हुन्छ होइन। 6 बजे हो नि आनन्द, 6 बजे हामीले चाहिँ यहाँ चेकआउट गरेर यहाँबाट निस्किसक्नु पर्ने हुन्छ चाहिँ। सो टिकटको चाहिँ 100 रुपियाँ लगेको छ, हामी 5 जनालाई 500 लगेको छ। अब हामी यहाँबाट हाम्रो स्टार्ट भइसकेको छ। अब यहाँ चाहिँ पानी रहेछ दामी, चिसो पानी छ क्या हो। एकछिन चिसो पानी भयो भने पिएर नै जाऊँ सबै होइन। आमामा पानी त नेचुरल पानी हो यार साथीहरू होइन। अनि ल सबैजना एकछिन हामी यहाँ पानी खान्छौँ होइन। अनि त्यसपछि हामी यहाँबाट चल्दिनु पर्ने हुन्छ माथि।
यहाँ के अरे लगभग कति किलोमिटर हिँड्यौँ हामी स्टार्टिङदेखि 3 किलोमिटर हिँडिसक्यौँ अहिले चाहिँ हामी बिचमा छौँ अनि अब हामी यहाँ त चल्दैछौँ पछाडि धेरै मान्छेहरू छ अगाडि पनि छ अनि केटाहरूको आनन्द आउनु होइन यता आनन्द छ अनि अगाडि एउटा सन्दीपको छ ओके गाइज यहाँ चाहिँ अलि अप्ठ्यारो रहेछ बाटो चाहिँ यताबाट यता आउने रहेछ होइन हामी चाहिँ सर्टकट जान लाग्यो ल हामी पनि यहाँबाट जान लाग्यो ले म बोक्छु मेरो हातमा चाहिँ एउटा यो सामान छ अनि म फोन छ तर यो चाहिँ मलाई यत्तिकै खाली भएर पनि सक्दैन रे माथि केटाहरू गइरहेछ सो गाइज अब हामी चाहिँ यहाँबाट माथि चढ्दैछौँ अलि यहाँ चाहिँ गाह्रो छ हिँड्न यस्तै हो गाइज भिडियो बनाउनै पर्यो हेरौँ बाटो यस्तै हो फाइनली हामी 5 मिनटको बाटो क्रस गऱ्यौँ यहाँ सब थाकेर बसेछ मलाई हेर्ने भने यहाँ हेर्नु म कस्तो पसिना भएको छु सबै पसिना भयो मेरो चस्माबाट केही हेरिरहेको छु यस्तै हो गाइज जिन्दगीको चक्करमा उतार चढाव आइरहेको हुन्छ हाम्रो त यस्तो सिडी पो आउँछ हेरौँ गाइज यस्तै हो ओके गाइज यहाँबाट सबैजना ट्राई गर्न लाग्यो माथि चाहिँ यिनीहरू चाहिँ अर्को टिमको हाम्रो टिम यहाँ छ ल गाइज चढ्दैछन् माथि हामी पनि चढ्ने भनेको सो यताको बाटो चाहिँ राम्रो रहेछ होइन अनि हामी चाहिँ यताबाट नि बाटो चाहिँ राम्रो रहेछ तर के हो केटाहरूको जोसै त हो यहाँबाट चढ्दिउँ भन्छ सो हामी चाहिँ चढ्न लाग्यो तर लास्ट ठगै लाग्यो होइन यहाँ चाहिँ पसिना देख्न सक्नुहुन्छ फ्याट मेरो कपाल खोल्यो भने के अरे टोपी खोल्यो भने चाहिँ कपाल केही पनि छैन सब झरेर होइन सो अगाडि एउटा टिम मिक्स भएको छ हामीसँग होइन बाटोमा भेटेको अनि सो त्यही भएर चाहिँ अब हामी यहाँबाट सिधै जाने अहिले चाहिँ हाम्रो यहाँ रेस्ट होइन थोरै अगाडि गएर रेस्ट गर्ने अनि त्यसपछि
निस्किने के हो यो बाटो त बबाल छ त साथी अनि मजा तब आउँछ होइन ओके गाइज यहाँ त पुरै जङ्गल कस्तो जङ्गल हो हामी चाहिँ अहिले लगभग के अरे आधी बाटो आइसक्यौँ जस्तो यहाँबाट चाहिँ तल झर्नुपर्ने रहेछ अलि तल छ यहाँबाट ओह्रालो झर्नुपर्ने छ अनि त्यहाँबाट चाहिँ माथि उकालो सक्यो यहाँ चाहिँ बाटो रहेछ राम्रो अरे रोड पनि रहेछ नि त त्यहाँबाट आउने यहाँबाट तर हामी चाहिँ एकदम एडभेन्चर एक्सपिरियन्स गर्न चाहन्छौँ सो त्यही भएर चाहिँ हामी एकदम उत्ताउलो बाटो गर्न चाहन्छौँ कहाँ छ ओए ओए बाघ ऊ माथि त्यहाँ बसौँ न यिनीहरू हराउँछ फेरि ओ यार बाघ भेट्यो यार म छु नि बाघको सटो ओ यहाँबाट तल जाने र यहाँबाट तल जाने यहाँ छ ओए केटा हो ल हिँड ओए मैले सब आयो त कसको ब्याग ओ त्यो ब्यागमा राख ब्यागमा झोलामा राखे ओ यो खानेकुरा सब ब्यागमा राख ओए गाडी नगर्दा मुला डराउँछ फेरि ओए ल हिँड यहाँबाट ओके गाइज हामी चाहिँ लगभग अब चाहिँ 75% जति चाहिँ हामी हिँडिसक्यौँ जस्तो लाग्यो होइन मलाई चाहिँ लाग्छ म चाहिँ आएको छैन अनि मैले चाहिँ यो लट्ठीको सहायताले हिँडिरहेको छौँ केटाहरू चाहिँ पछाडि छ उ चाहिँ पछाडि बसेर एउटा चाहिँ माथि गइरहेको छ माथि छ खै यहाँबाट देखिन्न यार सिडी नै सिडी छ त्यही भएर अलिक केटाहरूलाई चाहिँ गाह्रो भएको हो अनि यत्तिकै उकालोको भए त सकिन्थ्यो होला होइन तर यो सिडीमा चाहिँ एकदमै गाह्रो हुँदो रहेछ साथीहरू सो त्यही भएर चाहिँ सबै केटाहरू अहिले थकाइ लागिरहेछ मैले अघि नै भनेको नि त किनकि फर्स्टमा केटाहरू जोसेर हिँड्छ होइन त्यसै थकाइ लाग्छ क्या कि यस्तो ट्रिपमा होइन यस्तो एकदम बिस्तारो अनि रेगुलर हिँड्दै जाने हो क्या यिनीहरू चाहिँ अब फर्स्टमै आत्तिएर हिँड्छ नि त सो त्यही भएर चाहिँ यिनीहरूलाई थकाइ लागेको हो ओके यहाँ चाहिँ सितेश आइसकेको छ मेरो पछाडि के कसो सितेश मेरो फोन समात्दा हात थाकिसक्यो सो गाइज अब हामी चाहिँ जहाँ बस्यौँ त्यहाँ चाहिँ भेटौँला है त ल आइज भाइ हिँड उता हिँड आइज न ल आइज त्यो बाटो हुँदै आइज यता आइज नि यता आइज कहाँ हराइस यहाँ रहेछ आइज न हौ के भइरहेको ए
गाइस फाइनल्ली हामी चाहिँ अब 5 मिनटमा पुग्न आँट्यौँ होइन। सो लास्ट थकाइ लागेको छ। उता अगाडि आनन्दको चाहिँ आनन्दलाई चाहिँ लास्ट गाह्रो भयो अनि हामीलाई चाहिँ धेरै टाइम लाग्यो। हामीसँग आएको चाहिँ अगाडि पुगिसक्यो, अघि नै पुगिसक्यो होला। सो अब हामी चाहिँ पनि यहाँबाट 5 मिनट हिँड्यो भने चाहिँ पुग्छौँ रे। ऊ यहाँ बोर्ड थियो त्यसमा लेख्ने थियो। सो अब त्यसपछि हामी त्यतै गएर भेटौँ ल। अहिले चाहिँ अगाडि हिँड्दैछ, यता छ हाम्रो सर अनि आनन्देका। हेलो आनन्दजी। ओके फाइनल्ली गाइज हामी चाहिँ यहाँ पुगिसक्यौँ होइन। अब चाहिँ हामी यता जानुपर्ने 1 घन्टा जति लाग्छ अरे। सो अनि त्यसपछि चाहिँ हामी अब यहाँ चाहिँ अलिकति बस्यौँ होइन। सायद मेबी हुनसक्छ, मलाई पनि थाहा होइन। तपाईँ कता जाने? अब हामी कता जाने अब डिसिजन गर्ने हो। यहाँ चाहिँ हामीले अलि खाजा खाएर रेस्ट गऱ्यौँ। अब फोटो सेसन हुन्छ, यहाँ फोटो खिच्छौँ अनि त्यसपछि हामी चाहिँ चल्दिनँ है त। ओके गाइज फाइनल्ली होइन हामी चाहिँ पुग्न आँट्यौँ होइन हाम्रो डेस्टिनेसनमा चाहिँ। जस्ट यहाँबाट चाहिँ 5 मिनट हिँड्यो भने चाहिँ हामी हाम्रो ठाउँमा पुग्छौँ रे। यहाँबाट हामीसँगै हिँडेको चाहिँ हामीसँगै आएको तलबाट हामीसँगै आएको मान्छे चाहिँ यहाँबाट पुगेर चाहिँ रिटर्न भइसक्यो। ऊ यहाँनिर भेटाएको थियौँ हामीले चाहिँ। सो त्यहाँबाट चाहिँ 5 मिनट मात्र हिँड्यो भने चाहिँ हामी पुग्छ अरे। सो अब धेरै कति घन्टा लाग्यो होला हामीलाई, धेरै घन्टा पछिको हाम्रो हिँडाइपछि हाम्रो ठाउँमा पुग्नेछौँ। अनि त्यसपछि चाहिँ हामी त्यहाँ अलिकति बस्ने, फोटो सेसन गर्ने अनि खानेकुराहरू खाने, त्यहाँबाट हामी ब्याक टु होम हुनेछौँ। सो गाइज हेर्दै गर्नु होला होइन हाम्रो यत्रो 5 घन्टाको यात्राको त्यो जुन ठाउँ छ नि त्यो कस्तो रहेछ हेर्छौँ, तपाईँहरूलाई पनि देखाउँछु। त्यति दिनसम्म भिडियो लाइक कमेन्ट गर्नु होला अनि सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गरिदिनु होला। सो स्टे ट्युन गाइज। के गाइज यहाँ चाहिँ यस्तो रहेछ होइन अनि यहाँ तल यस्तो रहेछ है। ओ यति नै हो बागद्वार, यही हो। सो गाइज बागद्वार चाहिँ यहाँ रहेछ। ओ यहाँ चाहिँ गुफा रहेछ त, के हो यो? यो चाहिँ शिवपुरी गुफा चाहिँ यो हो कि के हो साथीहरू? यो हो। सो अनि यहाँ चाहिँ धारा रहेछ अनि यहाँ खोला होइन। सो गाइज अब चाहिँ हामी यहाँ पुग्यौँ अनि ला यहाँ पनि गुफा रहेछ त, अलिक सानो होइन। अब हामी यहाँबाट चाहिँ माथि जानुपर्छ होइन। अनि यहाँ चाहिँ चिसो पानी रहेछ। अब यो पानी चाहिँ थापौँ न त होइन, बब्बाल छ, बब्बाल चिसो। ए पानी थाप्ने अब यहाँबाट ल। यहाँ चाहिँ हामी शुद्ध पानी पिउने होइन, यहाँ छ ल। ओके साथी फाइनल्ली हामीहरू हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ। उताबाट चाहिँ हामी आएको भनेर चाहिँ अनि हामी यता यो ठ्याक्कै त्यहाँको अपोजिट साइडबाट यताबाट चाहिँ हामी निस्किने हो। यो बाटो चाहिँ हामी निस्किने हो होइन। अनि यहीकै लागि हो कि हामी चाहिँ वास्तवमा आएको चाहिँ शिवपुरी पिक। अनि यहाँ तल चाहिँ अलिकति यो त्यहाँबाट तल झर्दाखेरि चाहिँ यो डाँडामा अलिकति ढुङ्गामाथि चाहिँ आज चाहिँ बादल लागेर हो नत्र एकदम दामी रहेछ है तल चाहिँ बेसी। ओके गाइज फाइनली हामी चाहिँ माथि पिक पुगेर चाहिँ अब तल झर्दैछौँ होइन। सो यहाँ पछाडि चाहिँ आनन्द अनि यहाँ म छु। किन बनाउने र हामी बनाइसक्यो त्यहाँ अगाडि नै। सो अहिले चाहिँ हामी यहाँ झर्दैछौँ होइन, माथि खानेकुराहरू खाएर अनि यहाँ चाहिँ हामी अहिले तल झर्दैछौँ। तल झर्ना हेर्ने हो अनि त्यसपछि हामी चाहिँ सिधै घर जाने। अहिले चाहिँ ओह्रालो झर्नमा लास्टै थकाइ लागिरहेको क्या। अघि चाहिँ उकालो एकदम बेसरी चढ्यौँ न त, त्यतिखेर मैले खासै भिडियो पनि बनाएको छैन किनकि आफूलाई हिँड्नै नै गाह्रो भइरहेको थियो। सो त्यही भएर चाहिँ अलिअलि बनाएको छु। अहिले पनि मोबाइलमा चार्ज कति 12% आएको छ। सो अलिअलि अब उता के अरे झर्ना पुग्यो भने चाहिँ फोटो खिच्नको लागि चाहिँ राखेछु। सो भिडियो चाहिँ यति नै होला अब होइन। अब कहाँसम्म हुन्छ हेरौँ।